अहिले चाहिँ हामी बिएनसी हस्पिटल आएको छौँ दुईजना कति बज्यो 1 बज्यो हामी यहाँ किन आएको भने नानीले चाहिँ बिहान आज खाना नखाइकन थियो नि त खाना मतलब खाजा नखाइकन नास्ता नखाइकन चिया मात्रै खाएर अनि नास्ता पनि नलिकन आएको थियो नि त अनि हामीलाई हतार भएर हिजो सिटी नखाले गर्दाखेरि चाहिँ रमाइलो गर्दा गर्दै हामी चाहिँ सुतेको थियौँ नि त अनि थाकेको थियौँ अनि मम्मीलाई यसो गाह्रो भएर पनि बेलुका उठ्नु पर्यो अनि निन्द्रा खल बज्यो नि त त्यही भएर अनि हामी सुतेको भएर बिहान म त नानी आएको बेला पनि थाहा पाइनँ सुतिरहेको रहेछु कि अनि अहिले चाहिँ नास्ता बनाइदियो ल्याएको उठेर आउँदै रहेछ बिचरा भोक लाग्यो होला 1 बजीसम्म अघि खाजा खाइसक्ने हुन्थ्यो हेलो चम्ची लिएर आउनुभयो हेर त सोधेको सुरुमै चम्ची लिएर ल्याएको जानु बाई बाई कस्ती रहेछ छोरी त हेर त गई नानीले लिएर भित्र पसिहाल्यो होइन कस्तो भिड छ उसले उसको अगाडि त्यहाँनिर धेरै भिड रहेछ अब हामी एकछिन यहाँ चाहिँ बस्छौँ कस्तो गार्डन कस्तो रमाइलो छ नि त एकछिन हामी यहाँ बसेर अनि फेरि जान्छौँ हामी यस्तो घाम छ त्यस्तो गर्मी त भएको छैन कान्छ ठिकै छ यतिको त सिटीमा सरर हावा चाहिँ यो गर्मीमा हामी चाहिँ यहाँ बसिरहेको छौँ पानी खानुपर्छ नानीलाई मागेर ए दिन्छ त त्यहाँ पानी माग्यो भने गर्मी भयो कि एकदम पसिना पनि आयो तर त्यस्तो अघि जति गर्मी भएको थियो त्यस्तो गर्मी त छैन अलिक शीतल भएको छ अहिले त यहाँ झार मर्छ भनेर चाहिँ नि यहाँ बस्नु दिँदैन रहेछ बिचरा स्पेसल गार्ड हुनुहुन्छ यहाँनिर चाहिँ रोक्ने भाइरल गार्ड कतिजनाले चिन्नु पनि हुन्छ होला भन्दै हुनुहुन्छ यहाँ झार मर्छ हुन त हो यस्तो राम्रो गरिरहेको छ अनि हामी यहाँ बस्यौँ सुत्यौँ हिँड्यौँ भन्यो भने त यो त कस्तो नराम्रो पनि त हुन्छ नि त त्यही भएर उसले कस्तो मजाले भनिदिइरहेछ कि नबस्नु भनेर अब सबैजना अटेन्ड गरेर बसिरहेको छ हामीले आफूले पनि विचार चाहिँ गर्नुपर्ने हो नि होइन यस्तो हरियो परियो देखेर आनन्द लिइरहेको छौँ अनि अब एकजना बस्छ दुईजना बस्छ अरू गर्दै गर्दै त यो त झाड त मरिहाल्छ नि यो त टेक्दा सुत्दा होइन हिँडिराख्दा अब यस्तो राम्रो हिँड्ने बाटोको लागि यो यस्तो बनाइदिएको छ ठाउँमा सबै यो बाटोहरू वरिपरि बनाइदिएको छ अनि बस्नको लागि शीतलको लागि यो यस्तो घर बनाइदिएको छ यहाँ पनि हामी त्यसमै बसिरहेछौँ यस्तो बनाएको छ अनि किन गएर त्यहाँ बस्नु हुन्छ शीतललाई आनन्दलाई हामीले एक दिन आउनको लागि चाहिँ बस्दा के हुन्छ भने जस्तै हो नि त डेली अब यहाँ कति मान्छे हुन्छ उनीहरू आएर बस्दा ओर्दा त अनि यो त झार त अनि सकिजान्छ नि बिचराले कति मजाले किरा फटेङ्ग्रा हुन्छ जिउ चिलाउँछ यसरी बस्नु हुँदैन भनिदिइरहेछ नि मेरो त कसैले टेर्दैन बिचरा भन्यो हिँड्यो अब बुझ्नेहरूले सर्टसर्ट उठिदिए पनि हाल्नुभयो हामी यहाँ बसेको कति 15-20 मिनट भयो होला अनि हामी नगइकन बसिरहेको नि त एकछिन शीतलमा बस्ने भनेर अनि नानीले भर्खर कल गरेँ कि माम खाँदै रहेछ अनि जानु म मम्मी अरे होइन हामी यहाँ बाहिर बसिरहेको छौँ भने त्यसो भए मलाई उखु जुस खुवाउनु लानु न अरे कि हामी आफै तिर्खलाएर कस्तो गइरहेछ भनेको आफै पानी खानु पाएको छुइनँ भन्छ यिनीहरूकोमा चाहिँ त्यो के अरे मिनरल वाटरको त्यो बोतल चाहिँ छैन होला जस्तो लाग्यो कि यता अगाडिबाट मागेर पानी हामी पनि पिउँछौँ उसलाई अब जुस खुवाउनु पनि लान्छौँ निस्केको छैन अब कतापट्टि निस्किन्छ यहाँ देखेको छ कि छैन हामी यहाँ बसेछ भने अनि बट्रा लाने अरे कि अनि लैजान्छु लियो भनेको होइन फेरि म आफै लान्छु भने उसलाई कस्तो लाग्यो होला ल्याउँछ कि के गर्छ अझै हामी उता औषधि लिनु जानु छ अनि त्यतैबाट उता गयौँ भने हामी कता बस्दै पनि जान्छौँ उनीहरूकोमा त्यहाँ लाइन लागेको हुन्छ अनि माइकिङ गर्दै बोलाउँदो रहेछ आउँदैछु जुस खान आएको अरे ओइ आमा हामी त यहाँ म त देखियो होला अन्त मेरो छोरीलाई पनि अब चस्मा लगाइदिने बेला यहीँ हेर्दैछु ऊ त सुई जान्छ पो किन नल्याएको अरे नानी
उखु जुस खान टिफिन लिएर कता कता घुम्नुहुन्छ भनेर नलैदिएको अरे उसको जुठो लिएर घुम्छ सब्जी तिमी देखिनौ नि सब्जी होइन तल थियो मैले देखेको थिएँ सुरुमा सब्जी तैँले सब्जी देखि नि सानो खाएँ होइन हो खाएँ त अलिअलि पकौडा खाँदै खाँदै गयो पकौडा। सब्जी निक्ल्यो नि त होइन यसो गरिदिन्छु नि आमा कसरी बस्नु गर्मीमा चाहिँ आमा ऊ एसीमा बसेर कसरी बस्न अनि यति बेला जुस खानु कसरी मन लाग्यो त हाम्रो जुस भन्छ नगर्नु न मम्मी अरे के हुन्छ त मेरो छोरीसँग हिँडेको खिचेको नगर्नु न मम्मी गर्छ यो चाहिँ हस्पिटलको गेट बाहिरको उखु जुस खाने ठाउँ हो ऊ चाहिँ मौरी देखेर अब मौरी टोकाउँदैछ यहाँ बस्ने ठाउँ पनि रहेछ क्या जुस खाएर अनि यहाँ चाहिँ जुस मौरी टिप्दैछ थेरापी पनि हुँदैछ सानो पोन्डुङ यहाँ टोक्रोमा रहेछ कि सानोदेखि देखेको तैँले एकै गिलास खाएर 1000 रुपियाँ दिने हो एकै गिलास खान्छ 1000 रुपियाँ दिन्छ भन्दैछ अनि त्यसले पनि खाइसकि अब जाउँ त हामी त जाने आँप पनि किनेको क्या 100 रुपियाँ झोला 2 झोला मेरो औषधि यहीँ पाइहाल्यो हामी उता भद्रपुर लाइन जानु परेन यहाँ बिएमसीको यहाँ ठ्याक्कै गेटनेरि नै पाइहाल्यो बिएमसीको गेटमै हामी उता जानु पऱ्यो नानी ड्युटी गइसक्यो अब हामी यहाँबाट बिस्तारै हिँड्दै जान्छौँ अहिलेको वातावरण कस्तो राम्रो भएछ हावा पनि चलिरहेछ हल्का अनि त्यस्तो गर्मी पनि छैन घाम पनि डुब्यो किनभने हामी हिँड्दै जाने भन्दै सोच मात्रै बनाउँदैछ यस्तो झन् शीतल भयो अब झन् हिँड्दै जान्छौँ हामी थेरापी गरेको मजाले चुमुक हुने गरी टोकिरहेको मुखमा त्यो सजिलो छ पेटमा पनि मेरो खुट्टामा गर्नुपर्ने कि मेरो सुरुवाल टाइट भएकोले गर्न सकेन हामी यहाँ भित्रको बाटो आएको छौँ आज सिटी सेन्टर छेउमा नपुगेर अलि ओर नै छ यो बाटो चाहिँ तर कहाँ पुगिन्छ थाहा छैन पस्नु चाहिँ पसेको छौँ स्विमिङ पुल छेउमा तर उस्तै नै हो हामी घर आइसकेको छौँ उसो त खुट्टा हिँड्दा बौडेको क्या यस्तो शीतल भएको घाम पनि लागेन यहाँसम्म आइपुग्दा नि घाम लागेको छैन अलि त गर्मी त छ अनि हावा चलिरहेको घाम पनि छैन आज बन्दले सार्वजनिक गाडीहरू चाहिँ देखिएन नि चलेको बसहरू प्राइभेट गाडीहरू त्यस्तो चाहिँ मजाले चलिरहेको छ मान्छेहरूको चहल पहल पनि छ कतिको शान्त छ भनेर हेर्नु गएको नि त हामी त्यो पनि हेर्दै नानीलाई खाना पनि पुर्याउने अरू पनि काम थियो सबै सकेर आयौँ कति बजी घरमा आयौँ ठ्याक्क 2:30 बजे घरमा आयौँ आउँदा चाहिँ फेरि हामी हिँड्दै आएको हामी सिटीमा आउँदाखेरि हिँड्दै आएको आनन्दले घर आइपुग्यौँ ओके छ लिएर आयौँ उसलाई गाह्रो अब म यो भ्लगलाई चाहिँ अब लामो बनाउँदिनँ कि यति नै छोटो बनाउनु खास आज बन्दको चहल पहल कस्तो के छ भन्ने खास हेर्नु चाहिँ गएको त्यहाँ रोड चाहिँ खिच्नै बिर्सेछु क्या मैले किनकि गाडी यत्तिकै चलिरहेको थियो त्यही भएर पनि मैले खिचिनँ ओके है त बाई बाई